म चाहिँ अश्विनी साई। आज हामी यो थारू सङको सुटिङमा छौँ। का हो गिल भन्ने सङको चाँडै हजुरहरूको माझ आउँदैछ। राम राम। सन्चै हुनुहुन्छ? सन्चै छु। हजुरहरू? एकदम सन्चै छ। अनि यो भन्दा अगाडि पनि हजुरको एकदमै सुपर डुपर हिट नयन हजुर हैन, अब अहिले चाहिँ फेरि पनि यो हाम्रो थारू म्युजिक गीतमा देखिरहेको छौँ। हजुर कस्तो भइरहेछ काम? यो नयाँ प्याटर्नको सङ छ। थारूमा पनि अलि राम्रो लाग्यो सङ चाहिँ। अनि यो सङ कहिले आउट हुन्छ भनेर एकदम एक्साइटेड छु। अनि सुटमा पनि एकदम इन्जोय गरिरहेको छु। होप यो रिजल्ट पनि राम्रै आउँछ होला। यो मेरो सेकेन्ड हो। उहाँसँग नि सेकेन्ड हो। यो मेरो फर्स्ट पनि उहाँसँगै थियो। सुरुमा पनि नयनमा चाहिँ हाम्रो सुरज सरले नै गर्नुभएको सँगै थियो। सेकेन्ड पनि उहाँसँगै भयो। उहाँ चाहिँ उसमा चाहिँ जोडी हाम्रो नरेश सर हुनुहुन्थ्यो। हजुर अहिले चाहिँ जोडी सायद हाम्रो डाइरेक्टर साहब नै हुनुहुन्छ होला। उहाँ नै हुनुहुन्छ हैन। अनि कस्तो भइरहेछ सुटिङ अहिले? सुटिङ रमाइलो भइरहेछ, हल्का गर्मी भइरहेछ। अनि कहिलेकाहीँ हावा चलेर चाहिँ हल्का शीतल फिल भइरहेछ। यस्तो टेक्निकली त सबै सेमै छ हैन। अनि मेन चाहिँ अब यसमा चाहिँ हल्का लिरिक्सहरू अलिक सिरियसली लिनुपर्ने हुन्छ। अलि याद गर्नु गाह्रो भइरहेछ मलाई चाहिँ। अलिक डिफ्रेन्ट झन् रमाइलो लाग्यो मलाई थारू कल्चरमा चाहिँ। अनि यस्तो ड्रेस लाउनु पाउँदा एकदमै खुसी छु। अनि सायद राम्रो देखिरहेको छु। एकदमै राम्रो देखिनु भएको छ हैन। ड्रेस चाहिँ थारू कतिको मनपर्छ? एकदम मनपर्छ मलाई। यो ड्रेस कहिले लाउँ भनेर आजको सुटमा थारू कल्चरको ड्रेस चाहिँ कहिले लाउँछु भनेर वेटिङमा थिएँ। फाइनली लाएँ। कहिले सोच्नु भएको थियो हजुरले यो थारू गीत सङ्गीत म गर्छु भनेर अथवा कसरी? पहिला त सोचेको थिएन। पछि फर्स्टमा गरेँ अनि त्यसपछि झन् मन पर्दै गयो। अनि स्कोप छ जस्तो लाग्यो मलाई चाहिँ मेरो पनि। अब यो दोस्रो पटक हो हाम्रो यो के अरे सुरज सरसँग काम गरायो। उहाँसँग काम गर्ने अनुभव केही छ हजुर? उहाँसँग चाहिँ रमाइलो लाग्छ। मेन त कम्फर्ट लाग्छ। एउटा कम्फर्टेबल भएपछि काम गर्न पनि इजी हुन्छ। अनि त्यही हो, इन्जोय गरेर। हाम्रो यो के अरे का हो गिल गीत गोचा टेल्स युट्युब च्यानलबाट आउँदैछ। हेरेर बस्ने दर्शक महानुभावहरूलाई के भन्न चाहनुहुन्छ? सबैजनालाई एकचोटि फेरि नमस्कार। अनि हाम्रो चाहिँ यो चाँडै सङ आउँदैछ का होइल भन्ने, सरी के अरे का हो गिल भन्ने चाँडै आउँदैछ। अनि सबैजनाले माया गरिदिनु होला। जसरी नयन सङलाई हजुरले धेरै माया दिनुभयो, मलाई माया दिनुभयो, त्यसरी नै यो सङलाई पनि माया दिनु होला। म चाहिँ अश्विनी साई। आज हामी यो थारू सङको सुटिङमा छौँ। का हो गिल भन्ने सङको चाँडै हजुरहरूको माझ आउँदैछ। अनि स्टे ट्युन। अनि किप लभिङ, किप सपोर्टिङ। जसरी नयनलाई हजुरले माया दिनुभयो हाम्रो टिमलाई, त्यसरी मलाई पनि त्यसरी नै यो सङलाई पनि माया गरिदिनु होला। थ्याङ्क यू।